सरकार ढल्नै पर्यो तत्कालै राजीनामा दिनु पर्यो क्या बालेन शाहले तत्कालै राजीनामा दिनु पर्यो क्या हजुर तत्कालै राजीनामा दिनु पर्यो हाम्रो उज्यालो पार्टीले हामीलाई चान्स दिनु पर्यो तपाईलाई चान्स दिनु पर्यो हजुर जनताले लातले हानेर फाले हजुर तपाईहरुलाई बालेन नत्रै भदौ 30 गते ठुलो आन्दोलन हुन्छ भदौ 30 गते कति गते सरकारलाई पनि भदौ 30 गते फेरि सरकारलाई पनि अब तपाईकै बारेमा मैले थोरै जोड्न चाहे सरकार असफल भइसक्यो अब तपाईकै बारेमा जोड्न चाहे है हिजोसम्म राजाको हस्ताक्षर संकलन गर्दै हुनुहुन्थ्यो आज उज्यालो नेपाल पार्टीमा तपाई के लिएर आउनुभयो होइन कसले के दिएर आउनुभयो मैले अपर्च्युनिटी बालेन सरकारले देखेन भन्दा मैले बालेन प्रश्न उठ्यो क्या बालेन शाहलाई पर राख्नुस् हिजोसम्म तपाई राजाको हस्ताक्षर संकलन गर्दै हिँड्दै हुनु त्यही अनुहार तर आज हरियो टोपी लगाएर उज्यालो नेपाल पार्टी भन्ने आउनुभयो तपाईलाई कसले के लिएर आउनुभयो तपाईले कहाँ देख्नु राजाको हस्ताक्षरमा कहाँ पटक पटक तपाईले भिडियो देखाऊ मैले यसो त्यहाँ हल्का एउटा यसो भनेपछि आज पनि यसो मलाई सहयोग गर्दिम भनेर मात्र गएको क्या त्यसो भए आज म हल्का त्यहाँ सहयोग मात्र गर्दिम भनेर मात्र गएको हो होइन म त्यो त्यसमा एकदम नियुक्त भएर म गएको छु नियुक्त भएर गएको छु भनेपछि सुन्नुस् न तपाई भनेपछि आज पनि यसो सहयोग गर्दिम भनेर रचक कुलमा फसाउनै आउनु भएको रहेछ नि त फसाउन कहाँ आएको यो फसाउने कुरै होइन नि टोपी त लागि आउनु भएको मैले कुलमान घिसिङ सरलाई त्यस्तो फसाउने कुरै गरेँ हिजो राजालाई त्यो भन्नु त आज राजाकोमा यसो गइदिनु भयो राजाकोमा कहाँ कहिले दिनुहुन्छ घण्टीमा कहिले आउने भन्दिनुस् त्यस्तो कुरै होइन घण्टीमा कहिले आउने भन्दिनुस् घण्टीमा कहिले आउने कुरै तपाईँ सुरुमा घण्टीबाट छोड्दै आउनु भयो होइन त्यस्तो कुरै होइन घण्टीबाटै छोड्दै आएको होइन कि मैले जुन कुरा खोज्दै जाँदा कहीँ बालेन शाह वाउ भनेको भेटियो भने माफी माग्न सक्छ कि नै मेरो तपाईलाई प्रश्न छैन कहाँ छ तपाईको प्रोफाइल खोज्दै जाऊ हजुर तपाईले काहीँ बालेन शाहलाई समर्थन गरेको स्ट्याटस देखियो भने तपाई माइती घरमा खुट्टा ढोकेर जनताका अगाडि माफी माग्ने कि नै त भन्नु त्यो कुराहरु किन अब तपाई माथि तपाईलाई मजाले चिन्छु हजुर तपाईले राजाका लागि नाममा भन्नुभयो बालेन शाह पनि नाममै रहेछ अब भन्दिनुस् कुलमान घिसिङसँग के उद्देश्य लिएर जोडिनु र कहिले छोड्नु चाहिँ भन्दिनुस् कहिले छोड्छु भन्ने कुरा हैन मैले सरकार जनताको लागि कुरा राखे हो हैन जनताको लागि चाहिँ उठ्न खोज्या हो हैन अरुको नाम त छैन जेन चाहिँ एक्टिभिस्ट पनि हो हैन जनताको लागि चाहिँ जुन कुराहरु बालेन सरकार असफल भइरहेछ त्यो कुराहरु चाहिँ मैले राख्न खोजेँ तपाईहरु एउटालाई अर्कोलाई भजाउँदै उचालेर पसार्ने किन गर्नु उचालेर पसार्ने काम होइन क्या अब सरकारै असफल भइरहेछ त तपाईहरुलाई यो गाली गर्न कहाँ ट्रेनिङ दिन्छ कसले सिकाउँछ गाली गर्ने कुरा होइन क्या सर जुन कुरा एनालाइसिस गर्न खोज्या हो त्यो कुरा एनालाइसिस गर्न पाइयो नि त पोलिटिकल एनालाइसिस भन्ने कुरा पोलिटिकल एनालाइसिस कुरा हुन्छ बालेन सरकार आइसकेपछि देखेका राम्रा 5 वटा काम भन्नुस् त राम्रो कामहरु अलिअलि होला नि धेरै छैन हैन अलिअलि मात्र छ क्या तर म्याक्सिमम कुराहरु चाहिँ बालेन सरकार असफल भएको छ एउटा पनि काम देख्नु भएन आज भदौ 1 गते रहेछ भदौमा आँखा फुटेको कुरोले हरियो देख्छ अलिअलि भ्रष्टाचार न्यूनीकरण गरौ होला हैन त्यति नै हो क्या सर अलिअलि चाहिँ गरौ होला अलिअलि गरौ होला हैन रङ फेरेको होइन क्या सर अहिले सर सहयोग गर्दिम भनेर मात्र सहयोग मात्र तर मेन भनेको एक्टिभ भएर लागेको यही पार्टीमा लागेको क्या सर तपाईले देशको प्रधानमन्त्रीलाई गाली गरे भनेर माफी माग्नुस् हजुर बिना गाली होइन क्या सर त्यो एउटा क्रिटिसिजम हो क्या त त्यो गाली हुँदै होइन नि गाली गरेको चाहिँ क्रिटिसिजम हो क्या सर क्रिटिसिजम गर्न पाइयो नि त काम गर्न खोज्ने सरकारले काम गर्न नदिने काम गर्ने भदौ 30 गते जेनजी आन्दोलन गर्यो भने काम गर्न धम्की दिनु भएको हजुर धम्की दिनु भएको सरकारलाई यो सरकार तपाईसँग डराउनु पर्यो अब कोहीसँग नसकेर तपाईसँग भदौ 30 गते डराउनु पर्यो हजुर हामी विशाल आन्दोलन साथ छ मसँग साथ छ किन भन्ने अहिले किन भन्ने हिजो मसँग जनता छन् राजा आउँछन् भन्दै नापिहाल्नु भयो होइन राजा नेपाल पार्टी भन्दै भनेर अध्यक्षलाई कुलमान घिसिङले गरेका दुई कामको बिक्री गर्दै हुन्छ त्यसको पछि पनि सब होइन त्यस्तो पछि म समर्थन गर्दिन यसो एउटा भोलन्टियरको रूपमा हल्का सहयोग मात्र गरेर त्यस्तो हो क्या छेपारो होइन क्या सर हैन देखियो छेपारो